Alright, so hello, namaste and welcome back to the channel. This is Ratan from Gorbatan and I hope you guys are doing absolutely fine. And guys, आज भन्ने चाहिँ मन्डे हो है अनि ठ्याक्कै अहिले चाहिँ 8:40 गइसकेको छ अनि you guys can see हाम्रो गोरुबथानमा चाहिँ एकदम डरलाग्दो घाम लाग्न थालिसकेको छ है त यस्तो शेड्सहरु देख्न थालिसकेको छ अनि अहिले चाहिँ म चाहिँ मार्केट जाँदै गरेको त्यनीर अलिअलि काम छ अनि आज हाम्रो चाहिँ केटाहरुसँग हल्का टाइम स्पेन्ड गर्ने रमाइलो गर्ने भन्ने प्रकारले चाहिँ हामी चाहिँ आज सानोबडे प्लान गरेको छौं सो गाइस तपाईहरुलाई देखाउँदै लानेछु अनि अहिले फिलहाललाई भने चाहिँ मार्केटसम्म जाने छौं पहिला हाम्रो काम सिध्याउने छौं अनि हाम्रो के काम भन्ने कुरा चाहिँ तपाईलाई म पछाडी देखाउने छु है त अलिकति लाइफ अपडेट ब्लग पनि हो यो चाहिँ तपाईहरु कतिजनालाई थाहा छ होला कि म पहिला मेरो आफ्नै साइबर क्याफे रन गराउँदै थिएँ भने अहिले चाहिँ मैले फिलहाल अर्को प्रोफेसनपट्टि म ढल्केको छु भनौं न अर्को प्रोफेसन सुरु गरिसकेको छु सो त्यो तपाईलाई देखाउँदै लाने छु अनि ब्लगको अन्तसम्म बनिरहनु होला गाइसहरु है अनि ब्लग मन पऱ्यो भने लाइक कमेन्ट शेयर अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइस र अहिले चाहिँ म अब यहाँ रोडमा हिँड्दै छु एक्लै मेरो साथी आउँदैछ सँगै जानेछौँ अनि हामी त्यही हाम्रो कामहरु गर्नेछौँ सो तपाईलाई त्यो कामको झलकहरु पनि देखाउँदैछु है र रमेश पनि आइसकेको छ साथीहरु अनि यहाँ चाहिँ हाम्रो अनिल दाजु हुनुहुन्छ यहाँ तल सफा गर्नु हुँदै रहेछ कस्तो मैला यति भए पनि काफी हो नि हैन दोस्त यहाँ चाहिँ एकदमै मैलाहरु फ्याँकेको थियो के मान्छेले सो अनिल दाजुले चाहिँ अलिक सफा गरेर आगो लगाइदिनु भएछ नि त ल यो आगो त्यतिकै छोड्दा हुँदैन अन्त यस्तो प्रकारले सफाईको काम गर्नु हुँदैछ एक्लै र अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ है त ल चलो सो गाइस फाइनल्ली हामी चाहिँ बजार पनि आइसक्यौँ मार्केट पनि अनि तपाईले यहाँ पछाडि देख्न सक्नुहुन्छ है यो घर चाहिँ अहिले भर्खरै कुटिन लगाइसकेको हामीले यो चाहिँ कुटिन लगाउने काम भइरहेको छ यहाँनिर डबल कोट भइसकेको छ अब कुटिन गरेको छ प्राइमरीहरू गर्नुपर्ने छ यहाँनिर है अनि यस्तो प्रकारको छ सो अहिले चाहिँ हामी म अनि रमेश साथी यहाँ हुनुहुन्छ मेरो गुरु के हो मलाई सिकाउने है यता रमेश साथी भयो अनि हाम्रो अनुराज भाइ छ अनि अभिषेक भाइ छ हामी 4 जना टिम छ है अनि आयुष भाइहरु पनि छ उनीहरु चाहिँ प्राइमरपट्टि हो अरु उनीहरु कलरपट्टि छ सो हामी 4 जनाले चाहिँ यो घरलाई चाहिँ हामीले कम्प्लिट गर्नै आँटेको छौं यस्तो प्रकारले देख्न सक्नुहुन्छ अब यिनीहरु अझै काम छ पेपरिङ छ प्राइमरिङ छ यिनीहरु सबै गर्नुपर्ने छ सो कन्ट्र्याक्टर चाहिँ यता हो तपाईहरुले हैन तपाईहरुको पनि घरहरु बनाउनु हुँदैछ यता पुटिङ गर्न चाहनुहुन्छ भने चाहिँ हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ है अनि यता हो त यहाँ छ हाम्रो जयमसी भाइ यहाँ अभिषेक भाइ पनि छ के एक शब्द के भन्नु आज चाहिँ हामी एक बेला काम गरेर खोला जाने हो है खोला गएपछि चाहिँ एकदम हल्का रमाइलो गर्ने हो र हाम्रो दाजुले मेहनत गरिरहेको चाहिँ यसो लाइक शेयर कमेन्ट सब्स्क्राइब चाहिँ गर्नु चाहिँ नबिर्सिनु होला है अब चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले हाम्रो यो ड्रेस चेन्ज गर्नुपर्ने हुन्छ किनभने यो काम गर्दाखेरि चाहिँ यस्तो ड्रेसमा हुँदैन हामीले यसको लागि फाल्टै लुगा बनाउनु पर्ने हुन्छ सो अब त्यो चाहिँ हामी चेन्ज गर्नेछौँ एन्ड देन हामी तपाईलाई हाम्रो अलिअलि कामहरु पनि देखाउनेछौँ सो स्टे ट्युन है त गाइस है र यस्तो प्रकारको छ हाम्रो काम चाहिँ यो चाहिँ अझै फिनिसिङ भइसकेको छैन खालि डबल कोट भएको छ अनि यहाँनिर पेपर छ प्राइमर छ र पनि हाम्रो फिनिसिङ एकदमै दामी तपाईले देख्न सक्नुहुन्छ है त यतिको चाहिँ फिनिसिङ केटाहरूले निकाल्छ अनि अब भित्र पनि देखाउँछु तपाईलाई यस्तो छ ओभरअल लुकहरु यस्तो प्रकारको छ र गुरुजी चाहिँ यहाँनिर अब हाम्रो हतियार चाहिँ सफा गर्दैछ यसलाई चाहिँ पहिला हामीले पुटिन फिट्नुभन्दा अगाडि चाहिँ सफा गर्नुपर्ने हुन्छ अनि हाम्रो ड्रेस तपाईले देख्न सक्नुहुन्छ है हाम्रो ड्रेस कोड चाहिँ यस्तो छ है सो अब हाम्रो चाहिँ पुटिन फिट्ने काम चाहिँ अब सुरु हुन लागेको छ है अब चाहिँ हाम्रो काम सुरु हुन आँटेको छ हामी चाहिँ अब यहाँनिर भित्र चाहिँ सबै लगाइसकेर चाहिँ अब यहाँ स्टेयरमा चाहिँ हाम्रो काम बाँकी रहेको छ डबल कोटको सो अब यहाँनिर हामी चाहिँ लगाउन आँटेको छौँ है त सो स्टेडियम गाइस हेर्दै गर्नु होला है र अहिले भनेपछि हामी हाम्रो एक बेला काम सकिकन चाहिँ तल मार्केट जाँदैछौँ एक दुईवटा सामानहरू किन्नुपर्ने हुन्छ अनि त्यहाँदेखि चाहिँ हामी खोला जानेछौँ है त
गाइस अहिले चाहिँ हामी आइपुग्यौँ हाम्रो चेल खोलामा अनि यो दुवा चाहिँ म लाइफमा फर्स्ट टाइम आउँदैछु होइन मैले देखेको पनि थिइनँ कि यस्तो दुवा यहाँ पनि छ भनेर कसले देखाएको भनिहाल्नु अब यो चाहिँ हाम्रो अभिषेक भाइ पहिला पनि आइसकेको रहेछ अनि मैले देखाएको है यो त भाइले चाहिँ गाइड गरेर हामीलाई यहाँसम्म ल्याउनु भयो र एकदमै दामी रहेछ दुवा चाहिँ अब यहाँनिर चाहिँ एक दुईवटा चुलाहरू पनि रेडिमेड रहेछ यहाँ चाहिँ अरूले यसलाई मर्मत गरेर चाहिँ हामी यहाँनिर चिकनहरू पनि अलिअलि पोलेर खाने रोस्ट गर्ने भनेर सोचेको छौँ नि त सो अब त्यसको लागि तयारी हुँदैछ सबैभन्दा पहिला चाहिँ यहाँ तपाईँहरूलाई हल्का दुवाको दर्शन गराउँछु है त गाइज दुवा चाहिँ यस्तो रहेछ दामी छ कि बेसी लामो खालको अब नेचुरल दुवाहरू हो नेचुरल खोलाहरू हो होइन त्यो एक्सपेक्टेसन जस्तो त हुँदैन र पनि यो चाहिँ राम्रै छ यतिको चाहिँ मजा छ मजा छ ढुङ्गा भयो त्यो भइहाल्छ गाइस अहिले चाहिँ हाम्रो यहाँनिर एकदम रेडी भइसक्यो हाम्रो रतन दाइ आउनुहुन्छ र रमेश दा हामी चाहिँ अहिले चाहिँ नुहाइसकेको चाहिँ छैन यो कुक चाहिँ हाम्रो रमेश साथीले गरेको हो हेर्नुहोस् यस्तो भएको छ यहाँ आगोमा पाक्दैछ है हाम्रो थाइपो यहाँनिर लिएर राखेको छौँ हामीले गाइस अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ है हामीले चाहिँ स्विमिङहरू पनि गऱ्यौँ मजाले नुहाइदै गऱ्यौँ अनि लुगाहरू पनि धोएर एक बाल्टी छ यहाँ चाहिँ अनि यस्तो छ नजारा चाहिँ फेरि म तपाईँहरूलाई नयाँ भिडियो लिएर छिटै आउनेछु त्यो हाम्रो जुन हामीले काम गर्दै गरेको घरको जुन फाइनल लुक हुन्छ त्यो चाहिँ म तपाईँलाई त्यसको चाहिँ म भ्लग लिएर आउनेछु सो गाइस स्टे ट्युन अनि त्यो हाम्रो फिनिसिङहरू के कस्तो हुन्छ सो तपाईँहरू सबै चाहिँ तपाईँहरूलाई देखाउनेछु तपाईँले हेरेर प्रतिक्रिया दिनु होला कमेन्ट गर्नु होला है सो गाइस अब चाहिँ हामीहरू निस्किँदैछौँ सो गाइस अहिले चाहिँ हामी आइपुगिसकेको छ हाम्रो ब्याक टु वर्कमा अब चाहिँ हामी यहाँबाट घर जानुपर्ने हुन्छ सो गाइस आजको भ्लगमा चाहिँ यति नै थियो फेरि पनि भेट्नेछु तपाईँहरूको भ्लगमा सो टिल देन स्टे ह्याप्पी एन्ड स्टे सेफ सो बाई बाई